अनदर भिडियो सो आजको भिडियो एकदमै इन्ट्रेस्टिङ एकदमै एक्साइटेड हुनेवाला छ किनकि आज म पहाड चढ्नेवाला छु हैन। 3 जना छौँ हामी, म र एउटा भाइ छ र नाना हुनुहुन्छ हैन। हामी यो पहाड चाहिँ चढ्नेवाला छौँ। सो मेरो पछाडि पनि यत्रो ठुलो पहाड देख्न सक्नुहुन्छ तपाईहरु। ओ माय गॉड, यस्तो ब्युटिफुल नेचर। सो एकदमै एक्साइटेड र आज धेरै खुसी लागिराखेको छ साथीहरु हैन। फर्स्ट टाइम आज म पहाड चढ्नेवाला छु। फर्स्ट टाइम आज पहाड चढ्ने एक्सपिरियन्स तपाईहरुमा शेयर गर्नेवाला नै छु साथीहरु। मेरो भिडियोलाई लाइक कमेन्ट फलो शेयर गरिदिनु होला र यो भिडियोलाई पुरै हेरिदिनु होला साथीहरु। के कस्तो हुन्छ बाटोमा म तपाई सम्पूर्णलाई देखाउनेवाला नै छु। सो मेरो भिडियो हेर्दै गर्नु होला। लेट्स गो। ओ माय गॉड, कता गइसक्यो सबैजना। यतातिर यस्तो हुन्छ नाला पहाडतिरको। तपाईहरु पहाडको यो यस्तो तपाईहरु देख्न सक्नुहुन्छ। यस्तो छ दृश्य। सो हामी 3 जना छौँ। उहाँ हुनुहुन्छ नाना अनि उता छ भाइ। सो आज एकदमै रमाइलो हुने हो साथीहरु। यो नेचर भित्र रमाउन पाउनुको मजा नै छुट्टै छ। ओ माय गॉड। सो साथीहरु तपाईहरु देख्न सक्नुहुन्छ यतातिर यस्तो टुटेको उ छ र यता म चढिराखेको छु। अनि यो चाहिँ भाइ चाहिँ उता माथि चढिसक्यो। त्यो तपाईहरु देख्न सक्नुहुन्छ उ मान्छे रे गिर्बे साला। खस्ने होस् राम्रोसँग चढ। धेरै उ त धेरै एक्साइटेड छ हैन। म पनि चढिरहेको छु। यस्तो छ पहाडको बाटो हैन साथीहरु। के गर्ने हैन, पहाड त चढ्नु पर्यो यार। म त चढ्ने हो यार। आजको इन्ट्रेस्ट कसम यस्तो एक्साइटेड, यस्तो खुसी। तर अहिले खुसीले मेरो ऊ भइसक्यो, मिठाइसक्यो यार। मैले त मिठाइनु। सो तपाईहरु देख्न सक्नुहुन्छ यहाँनिर भाइ छ अनि म मेरो पछाडि देख्न सक्नुहुन्छ यस्तो राम्रो पहाडको दृश्य। मेरो साइडमा छ एउटा यहाँबाट माथिबाट तपाईहरु देख्न सक्नुहुन्छ भ्यू कस्तो दामी भ्यू छ हैन। अझ त हामी उता टपमा पुग्ने हो। आजको भिडियो एकदमै एक्साइटेड एकदमै इन्ट्रेस्टिङ हुने हो साथीहरु। तपाईहरु हेर्दै गर्नु होला। हाम्रो यहाँनिर देख्न सक्नुहुन्छ यस्तरी चढ्नुपर्छ यार। यस्तो उकालो बाटो यस्तरी हिँड्नुपर्छ। म कसरी हिँडेको ल आना पछाडि मेरो पछाडि आना। यस्तो छ बाटो पनि देख न, तल पनि देख। ओ माय गॉड, यस्तो रमाइलो दृश्य देख्न पाउँदा आज मेरो मनै खुसीले एकदमै गदगद भइसकेको छ मेरो मन साथीहरु। के भन्ने, यस्तो पछाडिको नजारा देखाइदिन्छ उताको, यस्तो दामी छ। सो साथीहरु यस्तै हो आजको ट्रेकिङ। एकदमै इन्ट्रेस्टिङ हुनेवाला हो र मेरो चढ्दा तपाईँहरूलाई देखाउन चाहन्छु यो सेरा गाउँ हो हैन। सेरा गाउँको यहाँनिर हामी काम गर्छौँ। यही घर बनाउँछौँ। यो टुटेको घर देख्न सक्नुहुन्छ। यही घर बनाइरहेछौँ हामी। र आज छुट्टीको दिन हैन, घुमघाम गर्न आएको आज। यस्तो छ पहाडको बाटो। यस्तो हुन्छ यार। मैले जिन्दगीमा यस्तो पहाड चढेको थिएन हैन। ओ माय गॉड, म त थाकिसकेँ। तर थाकेको छैन, अहिले हिँडेरै अगाडि बढ्न लागेको हैन। हाम्रो नाना चाहिँ यति माथि चढिसक्नु भएको छ उ त्यहाँनिर र म यता छु। ओ माय गॉड, यस्तो ब्युटिफुल नेचर। आई लभ नेचर। सो यस्तो हो के साथीहरु हैन। तपाईहरु यहाँ माथिबाट त तल देख्न सक्नुहुन्छ। यो भाइको चाहिँ फाटिसक्यो यस्तो साथीहरु न। कहाँ फाटगिल? ओ माय गॉड। यो साथीहरु कुन के चाहिँ हो हैन, यो कुन फ्रुट हो कि भुइँकटार हो कि के हो हैन, यो थाहा छैन मलाई।
कमेन्ट गर्नु होला तपाईहरुलाई यदि कसैलाई थाहा छ भने हैन यो चाहिँ बैतडी जिल्लाको सेरा गाउँ सेरा महाकाली नदीको छेउमा भएको गाउँ सेरा गाउँ हो अहिले चाहिँ हामी सेरा गाउँको माउन्टेन क्लाइम्बिङ गरिरहेछौँ साथीहरु हैन सो आजको भिडियोमा तपाईहरु मेरो भिडियो सबैले लाइक गरिदिनु होला किनकि म यत्रो ठुलो पहाड चढेर तपाई सम्पूर्णलाई देखाइरहेको छु यत्रो राम्रो दृश्य सो साथीहरु ओ माय गॉड यस्तो ब्युटिफुल नेचर सो म एउटा गीत गाइदिउँ साथीहरु हैन माटीको माटो छ यस्तो छ साथीहरु उ त्यहाँनिर भाइ खसिसक्यो एउटा यो मान्छे त झनै खस्यो मैले तेरो हड्डी टुटिहाल्ने हो रे त यस्तो नगर दौडेर ज्यादा यताउता फुटुक गरिरहेको छ हैन त्यो भाइ सो म त्यसलाई के भनिरहेको छु हैन धेरै एक्साइटेड नहो भनेर यताउता उफ्रेर नजा त्यो तराई त हाम्रो तराई जस्तो होइन के हो कि नै पहाडको बाटो हैन भिरालो हुन्छ हैन यदि अलिकति खुट्टा स्लिप भयो भनेपछि मान्छे त गयो नालीमा नाली हैन खालीमा हो हैन सो यता यो साइडमा उता साइडमा तपाईहरु देख्न सक्नुहुन्छ उता साइडमा घर छ यता अनि अहिले चाहिँ यताको दृश्यमा किनाराबाट देखाउँछु हैन यस्तो छ ओ माय गॉड तपाईहरु देख्न सक्नुहुन्छ यत्रो ठुलो पहाड छ हैन उता साइडमा पनि यत्रो ठुलो पहाड अनि यता साइडमा त्यो महाकाली नदी सो अहिले म यता साइडमा किनारैमा छु हैन साथीहरु तपाईहरु देख्न सक्नुहुन्छ यस्तो छ फाइनली वाउ नेचर दिस इज नेचर यस्तो दामी पहाड छ मैले आज घुम्न पाएँ हैन यति खुसी लागिरहेको छ हैन साथीहरु सो म एउटा कुरा भन्न चाहन्छु सबैजनालाई मेरो भिडियो तपाईहरुलाई कस्तो लाग्छ यो मेरो डेली ब्लग हो हैन साथीहरु डेली ब्लग म अब यस्तै हुन्छ भिडियो कहिले कहिले काम गरेको कहिले घुमफिर गरेको पहाडको नेचरको हैन हावा यस्तो राम्रो नेचर हावा पहाडको हावा लिँदैछु तर साथीहरु हैन लाइफमा जिन्दगीमा हैन सबै थोक गर्नुपर्छ के सब चीज गर्नुपर्छ काम गर्नुपर्छ पैसा कमाउनुपर्छ घुमफिर पनि गर्नुपर्छ सो म जस्तै पहाडमा ट्रेकिङ पनि गर्नुपर्छ साथीहरु हैन सो मेरो एक्सपिरियन्स अब तपाईहरु के गर्नुहुन्छ हैन त्यो त मलाई थाहा भएन हैन तर मेरो एक्सपिरियन्स भनेपछि मलाई चाहिँ पहाड घुम्ने रहर धेरै थियो के साथीहरु त्यही भएर म बैतडी जिल्लामा आएको छु हैन काम गर्ने र घुमफिर गर्ने क्रम मतलब कि खासमा घुम्नको लागि आएको हैन साथीहरु सो यस्तै हो तपाईहरु देख्न सक्नुहुन्छ यहाँनिर गइसकेको छ हाम्रो भाइ पनि सो डांस देखो इसका डांस लड़का मेरो आँखा चौडाइसकेको छ साथीहरु हैन हामी बाटो बिराइसकेको छौं र अहिले यो यतातिर भिरालो मात्रै बाटो छ के त्यही भएर त्यो मान्छे त झनै यता कुदिरहेछ त्यो भाइ हो हैन सो आज चाहिँ हामीहरु हैन हिमाल हेर्न आएको माथि डाँडामा यत्रो माथि हैन पहाड ट्रेकिङ मतलब कि पहाड चढिरहेछौँ हैन र आजको हिमाल पनि देखिन्छ कि देखिँदैन हैन यति माथि त आइसकेको छौँ त्यही पनि अझै कति माथि चढ्नु पर्ने हो हैन त्यो अब सबै त्यो चढेर हैन तपाई सबैलाई म देखाउनेवाला छु के कस्तो हामीहरु दृश्य हेर्छौं के कस्तो पहाड हेर्छौं हैन त्यो सबै चीज देखाउनेवाला छु साथीहरु मेरो भिडियो लास्टसम्म हेर्दिनु होला साथीहरु अहिले चाहिँ हामी घुम्न हजुर ब्लग बनाइरहेछौँ सो यस्तै हो अहिले चाहिँ हामी माथि चढिरहेछौँ र उहाँ दाइहरु पनि हुनुहुन्थ्यो पछाडि र अहिले हामी चढिरहेछौँ यति माथि चढिसक्यौँ हैन नेट चाहिँ धेरै कम आउँछ यतातिर नेट चल्दैन तर सिममा नेटवर्क चाहिँ हुन्छ तर नेट चल्दैन के
सो एउटा यो भाइले नेट चलिरहेको छैन भनेर भनिरहेछ। सो अहिले जङ्गल चाहिँ अहिले चाहिँ उता मेरो पछाडि देख्न सक्नुहुन्छ यस्तो ठुलो जङ्गल छ यार, फेरि जङ्गलै जङ्गल अनि तर कहिलेकाहीँ यस्तो हुन्छ कि अब नहिँडेको बाटो होइन, पाहाडको बाटो होइन, डर लाग्छ क्या साथीहरू होइन। पाहाडमा यताउता जनावरहरू पनि हुन्छन्, सो त्यही जनावरको डर लाग्छ। बाघ भालुहरू अनि अब बाघ लाग्छ नि त ठाउँमा होइन। नेपालको जङ्गलमा अहिले चाहिँ बाघको जनसङ्ख्या धेरै भइसकेको छ, त्यही भएर अलि डर लाग्छ कि साथी। त्यही भएर यस्तै हो अहिले बाटो अहिले एकछिन डर लागिरहेको थियो। त्यहाँनिर दाइहरू पनि थिए होइन यहीँको। सो अहिले हाम्रो चढाइ यस्तै भइरहेछ। के कस्तो हुन्छ के हुन्छ होइन सबै कुरा देखाउनेवाला हौँ। उतातिर अहिले चाहिँ हिमाल चाहिँ अहिलेसम्म पनि देखिएको छैन यस्तो। अहिले हाम्रो अवस्था चाहिँ यस्तो छ, यत्रो माथि ऊ टपमा चाहिँ ऊ तपाईँहरू देख्न सक्नुहुन्छ, यत्रो माथि पुगिसक्यौँ हामी, यति माथि चढिसक्यौँ होइन। अनि त्यहाँनिर ऊ फुल रातो फुल देख्न सक्नुहुन्छ। त्यहाँनिर त्यो टपमा यार मान्छेहरू घर बनाएको हुन्छन् यार यस्तो पाहाडको ठाउँमा होइन, देख्दै डर लाग्ने टाइपको। ओ माई गॉड, यस्तो उकालो बाटो छ होइन। अहिले म माथि चढेर देखाउँछु त्यो कति तलबाट हामी आइरहेको छौँ भनेर। आयो यो केटा, यस्तो उकालो बाटो छ होइन। किन सो अहिले हामी धेरै माथि चढिसक्यौँ। कहाँ धेरै माथि चढिसक्यौँ। त्यो मेरो पछाडि देख्न सक्नुहुन्छ ऊ त्यहाँनिर होइन, त्यो पछाडि पनि घर हो त्यो, यत्रो टपमा यार। ओ माई गॉड, पहाड चढ्दै हालत डाउन भइसक्यो गाइज। ओहो, ऊ हाम्रो नानाजी त्यहाँबाट बोलिराख्नु भएको छ, यति माथि चढिसक्नु भयो। हामीभन्दा यत्रो एजेड यत्रो बुढो मान्छे, त्यही पनि हामीभन्दा यत्रो टगरा, के भनिदिने गाइज। हाम्रो त लाज भइसक्यो यार। कौन डगर चढ़ लो ठार है कि डगरै ओहो यति टपमा पुगिसक्नु हो, त्यहाँबाट हिमाल देखिरहेछ भनेर भनिराख्नु भएको छ। चढ्छ नि यो बाटो देख्नु, यो बाटो त चढ्छ यार, बाइक चढिहाल्छ। ए साथीहरू तपाईँले देख्न सक्नुहुन्छ यो पहाडको बाटो होइन। यो चाहिँ उता चाहिँ पहाड, हामी त्यो ऊ त्यहाँ किनार देखिराख्नु भएको छ, त्यो महाकाली नदी, त्यही बेसीबाट हामी यति उकालोसम्म यति लेकसम्म आइसकेका छौँ होइन। यत्रो उकालो चढिसक्यौँ। साथीहरू चढ्दै अब ओह्रालो झर्दा होइन राति हुन्छ। सो अब यहाँबाट कस्तो दृश्य देखिन्छ, अझै माथि जानुपर्छ, त्यहाँबाट हिमाल देखिन्छ कि देखिँदैन होइन, त्यो तपाईहरूलाई म देखाउने छु साथीहरू, तपाईँहरू हेर्दै गर्नु होला। सो अहिले चाहिँ हामी हिँड्यौँ, चल हिँड। सो साथीहरू होइन पहाडको यस्तो बाटो छ। ओ माई गॉड, हामी दुईजना मात्रै छौँ, एकजना त पुरै अगाडि पुगिसक्नु भएको छ, हाम्रो नानाजी, सबभन्दा ओल्डेस्ट म्यान। उता साइडमा घर छ र हामी यतातिर हिँडिरहेछौँ होइन। हिँड्दै गएर चाहिँ यतातिर यत्रो ठुलो भिड होइन, यो बाटो हो। तर जे होस् तो कहो सजनी काहे तू लदैठो चोरी से कुछ तो कहो सजनी काहे तू।
तपाईँहरू देख्न सक्नुहुन्छ यहाँनिर यो ढुङ्गा ढुङ्गा पहिलेको घर थियो होला होइन यस्तो छ। अनि यहाँनिर धारा पनि बनेको छ। हामी चाहिँ यति माथि म पुगिसकेको छु तर धाराको टुट्टी छैन। धारा बनेको छ तर टुट्टी छैन। पानी पनि आइराखेको छैन यार। तिर्खा पनि यस्तो लागिरहेछ होइन साथीहरू। के गर्नु अहिले चाहिँ धेरै माथि चढिसक्यौँ हामी र मेरो आवाज पनि अलिक कम भइरहेछ। ओ माई गड तिर जोरदार लाग्दा यस्तो हो क्या। अब पानी पनि नलिएर आएको ओ आउँदैछ आइटी रुक जाऊ आइटी। त्यहाँ माथिबाट होइन हिमाल देखिन्छ कि देखिँदैन म चाहिँ पुगेरै छोड्छु साथीहरू। आज मेरो त त्यही हो च्यालेन्ज। आजको च्यालेन्ज तपाईँहरू तल देख्न सक्नुहुन्छ। यस्तो ओह्रालो यस्तो भिड छ। म चढिरहेको छु। त्यहाँ भाइ चाहिँ एकदमै तल भइसकेको छ। त्यसको हालत चाहिँ जोरदार खराब भइसकेको छ। सो हामी चाहिँ अब ओह्रालो झऱ्यौँ होइन। त्यहाँ माथिबाट होइन अब त्यो देखिएन के हिमाल चाहिँ देखिएन। अब हिमाल चाहिँ अर्को डाँडाले छेकेको थियो होइन। त्यही भएर अब हामी हिमाल चाहिँ देख्न सकेनौँ होइन। अनि दिन पनि ढल्नै आँटिसकेको छ होइन। सो अहिले चाहिँ हामी तल झरिरहेछौँ होइन। उकालो ओह्राली झरिरहेछौँ। अब यस्तै हो साथीहरू। अब आजको मेरो ब्लग चाहिँ 80 नै भनौँ। अब तलसम्म ओह्रालो गर्दाखेरि होइन के कस्तो दृश्य देख्न पाइन्छ। अब दृश्य त त्यही हो होइन। सो अहिले चाहिँ हामी ओह्रालो झरिरहेछौँ। तपाईँहरू देख्न सक्नुहुन्छ उतातिर पनि एकदमै राम्रो पहाड चाहिँ एकदमै राम्ररी देखियो। तर ब्याड लक हिमाल चाहिँ देख्न सकिएन साथीहरू होइन। पहाड अब यो बैतडी जिल्लामा अब यहाँनिर मेरो माथि तपाईँहरू देख्न सक्नुहुन्छ यो चाहिँ बिजुलीको खम्बा होइन। बिजुलीको खम्बा यत्रो ठुलो पहाडमा पनि लाइनको त यहाँ सुविधा छ। पानीको पनि सुविधा एकदमै राम्रो छ। सबै चिजको सुविधा त छ। तर यस्तै हो बजार चाहिँ टाढै छ। बजार चाहिँ टाढा जानुपर्छ। तल त्यहाँनिर देख्न सक्नुहुन्छ होइन त्यो पहाड त्यही उता त्यही डाँडामा त्यही मतलब कि त्यहीँ जानुपर्छ। त्यो पाटन भन्ने त्यो सदरमुकाम हो होइन। बैतडी जिल्लाको पाटन सदरमुकाम होइन। त्यहीँ जानुपर्छ बजारको लागि। नत्र भने यहाँका बासिन्दाहरू यो बैतडी जिल्लाको बासिन्दाहरू इन्डिया माथि त्यो उस साइडमा देख्न सक्नुहुन्छ त्यो पहाडमा होइन। त्यो इन्डिया पर्छ। इन्डियाको बोर्डर नजिकै छ होइन। महाकाली नदी पारी इन्डिया हो होइन। त्यहीँ जान्छन् बजार केही सामान ल्याउनु पऱ्यो भने होइन त्यहीँ जान्छन्। सो साथीहरू अहिले हामी झरिरहेछौँ तल। यहाँनिर देख्न सक्नुहुन्छ। अनि त्यहाँनिर पनि मान्छेहरू चाहिँ आइरहेको हुन्छन् कि हिँडेर आइरहेको हुन्छन् तल। सो अहिले चाहिँ अब साँझ धेरै भइसकेको छ होइन। राति पर्न सक्छ। त्यही भएर अब हामी तल झरिरहेछौँ। अब गइरहेछौँ आफ्नो त्यही ठाउँमा घर। सो यस्तै हो साथीहरू। आजको भिडियो मेरो के कस्तो लाग्यो होइन कमेन्टमा प्रतिक्रिया दिन सक्नुहुन्छ। तपाईँहरू मेरो भिडियो हेरेर होइन कस्तो लाग्यो भनेर कमेन्ट गर्नु होला। लाइक पनि गरिदिनु होला। फलो पनि गरिदिनु होला साथीहरू। सो पहाडको बाटो अहिले म दौडेर ओह्रालो गरिरहेको छु होइन साथीहरू। तपाईँहरू देख्न सक्नुहुन्छ म चाहिँ दौडेरै झरिरहेको छु। आइराई गोरा पिराइ लाग्यो। यसरी ओह्रालो झर्नुपर्छ दौडेर। मान्छे पिल्टुङ निस्किसक्यो यसको पिल्टुङ। फाइनली साथीहरू आजको भिडियो ओह्रालो झर्दै र आजको भिडियो यति नै साथीहरू। फेरि भेटौँला अर्को नेक्स्ट ब्लग। सो आजको भिडियो पहाड चढ्ने भिडियो यति नै। सो अहिले चाहिँ नानालाई देख्न सक्नुहुन्छ तपाईँहरू कसरी ओह्रालो झरिराख्नु भएको छ।
ल म पनि यस्तै ओह्रालो झरिदिने हो क्या रे मुँह भाले गिर गए तब पता चली अरे हमरे पकड़िया नहीं हुई भाई पहले हाँ। हमरे पकड़िया नहीं हुई ना कहूँ लटपटा के हम अकलो तो हम ओके से यहाँ देखि सकबो हमार नाना चाहिँ यहाँ लिंग एक बार हेर देऊ नाना जी यहाँ देखे सकबो अटना टगरा बाटै हमार नाना पूरै पहाड न टिप्पा पुग्यो चाहिँ हमरिन से टगरा का कहि सकबो आइज हामीभन्दा टगरा हुनुहुन्छ क्या हाम्रो नाना चाहिँ सो यस्तै हो साथीहरू अहिले हाम्रो ओह्रालो चलिरहेछौँ एउटा गीत गाइदेन उकाली झरौँला ओह्राली झरौँला सजुनी तिम्रै लागि हो भने हो लागेको त्यो डाँडैमा देख न चम्पा सुन न चम्पा तम्रा त हाम्रा बाहेक अरे हाम्रा त तम्रा बाहेक को छ र घाम डुब्न लागेको त्यो डाँडैमा देख न चम्पा सुन न चम्पा हाम्रो त तम्रा बाहेक को छ र हाम्रो त तम्रा बाहेक को छ र सो यस्तै हो मेरो मायाको लागि गीत गाएको साथीहरू होइन चाहिँ हामी पानी खाएर अस्टोमा सट गयौँ वहीँ यहाँनिर तपाईँहरू देख्न सक्नुहुन्छ स्कुल छ अनि स्कुलको गेट हामी पानी खाएर बाहिर आइसक्यौँ कैलाली हो दाइ हजुर अहिले कहाँ जानु भयो अहिले ऊ त्यहाँ तलको डाँडा सेरा गाउँ हजुर त्यहीँ बस्छौँ अहिले सो अहिले चाहिँ हामी पानी खाएर आइसकेको छौँ अहिले अब गइरहेछौँ अब फेरि अब यहाँको सिन देख्न सक्नुहुन्छ यहाँबाट हामीहरू त्यहाँ तलको गाउँमा बसिरहेछौँ होइन बस्छौँ ऊ त्यहाँनिर छ ठेसेटो हेर छैन होइन मनै हो यही हो साथीहरू हामी यो सेरा गाउँ हो कहाँ वहाँ चौरजिठी हो हामीहरू यही घर बनाइरहेछौँ टुटेको छ त्यही घर कुछ बात नहीं हो